हेलो 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 नमस्ते सबैजनामा सबैजना आरामै हुनुहुन्छ भन्ने आशा गर्दछु। हामी चाहिँ आज दाजुभाइ मिलेर गाउँको हाम्रो चार्की कुल पूजामा चाहिँ गएर लिएर कुल पूजामा चाहिँ लागिएको छु। आज चाहिँ निकै चिसो पोखरामा चाहिँ यहाँ चाहिँ आफूले चाहिँ पुरै सेफ्टी सहित तिर्नुपर्ने हावाले त्यो पनि हावा छिरेर पुरा गइरहेछ। पुरै कानबाट पनि छिरिरहेको छ क्या हावा चाहिँ यति चिसोसँग पुरा ढुँडसी लागेर यताको पुरै चिसो हावाले चिसो कान पनि छोपिरहेको। हामी चाहिँ छोरीपाटनबाट माथि लाग्यो बिस्तारै। पुरा बादलले ढुँडसी लाएर तुट भइसक्यो। अगाडिको मान्छे नै नदेखिने अहिले त अलिअलि देखेछ अलि माथि गएको त। ल कस्तो देखियो मान्छे इधरैको आउँदो त ढुँडसीले नि चिसो त यति चिसो भिडियो बनाउँदा नि मेरो हातले डह्रो भएर जम्यो जस्तो पुरै त्यहीँ भइरहेको छ। यहाँ चाहिँ तलको भ्यू देखाउँ भनेको भ्यू देखिएन छेकिएर पुरा बुट्टाहरूले यताउता भएर घुम्दाखेरि देखिन्छ कि भनेको देखिएन। टिपरहरू यस्तो आएको थियो नि हो अघि त तल घुम्थ्यौँ मात्रै यति गएको थियो नि यत्रो खाने गएको थियो ब्रेक हान्दैन उसको बिचरा त्यति साह्रै गरेर चलाउँछ नि। यहाँबाट माथि निस्केपछि त कस्तो तातो भएको कि हिमालहरू देखिँदा नि आनन्द आएको कि ढुँडसीबाट माथि निस्केपछि त कस्तो तातो भएको कि यहाँबाट चाहिँ यो हिमतालहरू राम्रो देखिँदो रहेछ कि सही देखिरहेको थियो। हामी चाहिँ अब स्याङ्जाको बोर्डरमा आइएछ। यहाँबाट चाहिँ यहाँसम्म बाटो ठिक छ। यहाँबाट यता लाइस त यति उफार्ने पछाडि बुडाङ झन् खुट्टो टेक्न दर टेक्न भएको छैन ठिराएर यहाँबाट नि भित्र उस्तै फेरि डर। यहाँनिर चाहिँ एकजना भाइ अगाडि जान खोजिरहेको थियो ऊ चाहिँ जान पाएन अनि ऊ अगाडि गएर फेरि बाटो देखाइरहेको थियो यहाँ खाली छ भनेर। हामी छिरेको त यस्तो त्यही बेला यस्तो कच्ची रोड आइदिरहेको। भालुपाहाडको चाहिँ राम्रो दृश्य देखाउँला भने झन् ढुँडसी लाएर खतम बनाएको थियो। चिसो यस्तो मेरो हात त आज त यस्तो भयो थियो नि मोबाइल समातेको नि थियो मोबाइलै त्यहीँ अडियो जस्तो कि सेल्फी स्टिक भएर हात डह्रो भयो। मेरो त पुरै सेफ्टी थियो त हात नि दादाले पुरा पुछी चल्नु बल्ल नाक डाँडा आइयो बडो मुस्किलले चिसोमा। यहाँ चाहिँ बसेर दाजुभाइ अङ्कलहरू नै काकाहरू नै आउनु चिया खान लागि हामी चाहिँ चिया खाएको त एकछिन त ठम भएको काकाहरू नै आउँदै लेट भयो त्यहाँबाट अगाडि लाग्यो काकाहरू पछि आउँदै हुनुहुन्छ। यहाँबाट नि त्यस्तै चिसो
काकाहरू पछाडि आउँदै हुनुहुन्छ। सिद्धपानको पुल यहाँबाट चाहिँ अब हामी लागिन्छ। यहाँमा चाहिँ सिद्धपानको आँधी खोलाको गेट। यहाँबाट चाहिँ लेफ्ट लागेर शिरबारीतिर लागिन्छ हामी चाहिँ। सिद्धपान पुल कटेर अब यहाँबाट चाहिँ हामी ठाडो उकालो लाग्दिने। यहाँबाट उकालो लाग्दै ढुँडसीबाट निक्लियो। घाममा निस्केपछि त कति तातो भइरहेको थियो। आनन्द। यहाँबाट हेर्दा दृश्य हेर्दाखेरि नि भित्रभित्र कहाँ जाडोले कामेको मुटु झन् आनन्द भइरहेको थियो क्या, शीतल। यहाँबाट चाहिँ अलि माथि 5 मिनटको माथि गएपछि अलिकति कच्ची बाटो छ, 2 मिनट जति। त्यहाँबाट फेरि पक्की रोड चाहिँ अनि यहाँबाट चाहिँ आनन्दले ठडिन्छ। यहाँबाट चाहिँ तल फाँट बादलको फाँट माथि हिउँचुली हेर्दै छडिएको चाहिँ वाउ कति राम्रो देखिरहेको छ नि त, आनन्दले कि। यस्तो हेर्दै पुरा दाजुभाइ ठड्यो। यहाँबाट चाहिँ धेरै बेर ठडिएपछि यहाँ हाम्रो शिरबारी थाप्लेको रेस्टुरेन्ट एन्ड पार्क यहाँ आइयो। यहाँ आएर चाहिँ एकछिन दाजुभाइ बसियो। फोटासोटा अन्त राम्रो हिउँको चुलीको दृश्य हेर्दै आनन्द लिगियो। अनि हल्का 2-4 फोटो हानियो दाजुभाइले। अनि चाहिँ वाउ स्वर्ग भन्छ कि त्यसलाई, स्वर्ग। दादालाई फोटो ढ्याक्क हान्नुभयो, मैले हानी। यहाँबाट हिँड्यो हामी चाहिँ। यहाँबाट चाहिँ शिरबारी ओह्रालो झरेर थोडा शिरबारीतिर लागियो। यहाँबाट थोरै हिँडिसकेपछि पारी शिरबारी राम्रो देखिरहेको छ। अनि थोरै जुम गर्न मिलेन। यहाँ चाहिँ यो चाहिँ राजसहरा हस्पिटल। यो चाहिँ शिरबारी गाउँ भिलेज। यहाँ चाहिँ शिरबारी होमस्टे। यहाँबाट चाहिँ पारी हिँड्यो। पारी चाहिँ हाम्रो दाजुहरूको घर। यहाँबाट चाहिँ यो बाटो चाहिँ राम्रो भएछ अहिले चाहिँ ढलान गर्दा। पहाड भिर यहाँबाट चाहिँ दादाहरूको घरतिर आइयो। यहाँ चाहिँ एकछिन बस्यो, चियासिया खाइयो। अनि यहाँ बाख्राहरू यहाँबाट लानु थियो। अनि लिएर हिँड्यो। लगभग 1.5 घन्टा हिँडेपछि पुग्यो। यहाँ चाहिँ कोही आएको रहेछ मन्दिरमा, हेऱ्यो। तलै होला नि घर, तल घरतिर होला नि भन्नुभयो। घरतिर लाग्यो। यहाँबाट नि यसो चुमेर हेरौँ भनेको छ, राम्रो देखिरहेको छ। यहाँबाट चाहिँ माथि गयो, यसो मन्दिर हेऱ्यो। अनि हाम्रो चाहिँ बाबाहरूको नाममा एउटा ढुङ्गा राख्नुपर्छ, ढुङ्गा धोइयो। त्यसपछि 1 घन्टा कुरियो। त्यसपछि सबैजना आउनुभयो बाजारहरू सायद। सबैजना आउँदै हुनुहुन्छ। हामी
चाहिँ चिया खाना बनाउने तयारीमा लागि सबै मन्दिरतिर ओछ्याउने गएर बोकाएर स्याहार्दैछन् सबै मान्छेहरू अझै आउँदै हुनुहुन्छ बकलसहित बजिसकेपछि सबै पूजातिर लाग्नु भयो हामी चाहिँ खाना बनाउनु पनि लाग्यो यता चाहिँ एउटा हल्का हल्का नारा हाल्दै हुनुहुन्छ यता चाहिँ सबै काकाहरू आन्टीहरू पूजातिर लाग्यो फर्स्ट टाइम मन्दिरको उद्घाटन यताउता होइन सबैजनाले राम्रोसँग गर्ने कुरा भयो मिलाउँदैछन् मान्छेहरू आउँदै आए टन्नै सोचे भन्दा नि अलिकति बढी नै आयो भन्नुपर्छ होइन चाहिँ पूजाको तयारी हुँदैछ हामी चाहिँ खानाको तयारीतिर लागिरहेछौँ यहाँ आन्टीहरू नाच्न सुरु गर्नुभएको छ चाहिँ दादाले पूजा गर्दै हुनुहुन्छ भित्र मन्दिरहरू भगवान राख्दै आफू चाहिँ अब भित्र छिर्न हुँदैन चाहिँ अहिले 1 वर्ष पूजा गर्नु हुँदैन त्यही भएर बहिनीलाई गर भनेको अहिले गर्दैछ आफ्टर लङ टाइम पछि यहाँ चाहिँ अब बाख्रा चारा काट्ने यताउता भइरहेको हुन्छ एकछिनमा चाहिँ काटिरहेछ भाइले ल चिनाले बिटुले चिनाले 6-7वटा बाख्रा चाहिँ 5वटा बाख्रा चाहिँ भयो क्या यता चाहिँ दिदी बहिनी आन्टीहरू नाच्दै हुनुहुन्छ पुरा त बनाउनु भएन यति नै हो अब एउटा केटीहरूले
धन्यवाद सबैजनालाई। थ्याङ्क यू फर वाचिङ माई भिडियो फर खानु पिउनु